सो आजको मेरो टपिक छ लिक्विडिटी। लिक्विडिटी भन्नाले लिक्विडिटी अफ अर्डर्स, बाई अर्डर्स, लिक्विडिटी अफ सेल अर्डर्स। सो प्रिभियस भिडियोमा मैले मार्केट स्ट्रक्चरको बारेमा पढाएको थिएँ। आजको चाहिँ लिक्विडिटीको बारेमा हुनेछ र दुईटा टपिकलाई मैले कनेक्ट गरेर पढाउने कोसिस गर्नेछु। सो प्रिभियस भिडियोमा मैले यो चाहिँ स्विङ हाई हो र यो चाहिँ स्विङ लो हो भनेको थिएँ मार्केट स्ट्रक्चरमा। मार्केट स्ट्रक्चर्स ओभरअल हुने गर्छ तर दुईटा पार्ट मात्रै मैले देखाएको छु। सो एज यु अल नो फरेक्स मार्केट भनेको चाहिँ बिग मनीको खेल हो। ट्रिलियन्स अफ डलर्स एभ्री डे खेल्ने गर्छ र त्यो मार्केट चल्नको लागि चाहिँ अर्डर्सहरू फ्लोट गरिराख्ने गर्छ बिग एमाउन्टमा। त्यो नै लिक्विडिटी हो। हामीले मान्न सकिन्छ कि यो स्विङ हाईको माथि लिक्विडिटी हुनसक्छ, टन्नै हुने गर्छ र यो स्विङ लोको मुनि पनि लिक्विडिटी टन्नै हुने गर्छ। अर्को चाहिँ छ मैले हिजो पढाए अनुसार मार्केट स्ट्रक्चरले हाई लो बनाए सँगसँगै डेजको ड्युरेसन पनि सकिँदै गर्छ। जस्तै यो रेक्टेङ्गललाई मन्डे मानौँ र यो रेक्टेङ्गललाई चाहिँ ट्युजडे मानौँ भने यो मार्केट स्ट्रक्चर यता ल्याएँ भने मैले यो मार्केट स्ट्रक्चरको हाई र लो सँगसँगै यो मन्डेको पनि हाई र लो हो भनिसकेपछि डेजको माथि र डेजको तल पनि लिक्विडिटी हुने गर्छ। डेजको माथि चाहिँ बाई स्टप्सहरू हुने गर्छ र डेजको तल चाहिँ सेल स्टप्स हुने गर्छ एज अ लिक्विडिटी। र ट्युजडे सुरु भए सँगसँगै मार्केट चाहिँ यसरी यो स्ट्रक्चरको हाई र लो अथवा डेको हाई र लोतिर ड्राइभ हुने गर्छ लिक्विडिटी। मार्केटको डाइरेक्सन अनुसार यदि मार्केटलाई माथि जानु छ भने चाहिँ माथि जाने गर्छ र तल जानु छ भने तल जाने गर्छ। कसरी जाने गर्छ भन्ने कुरा चाहिँ पछि पढाउँदै गर्छु म। र अर्को छ लिक्विडिटी इक्वल हाइज र इक्वल लोजमा। दुनियाँभरि एकदमै पपुलर कुरा हो के हो भने सपोर्ट एन्ड रेजिस्टेन्स अथवा इक्वल हाइज एन्ड इक्वल लोजको कन्सेप्ट एकदमै पपुलर छ र यो साइकोलोजिकल लेभल पनि हो। र यसको माथि यो स्विङ हाइजहरू जोडिएपछि चाहिँ एउटा रेजिस्टेन्स बन्ने गर्छ अथवा यसलाई एउटा रिलेटिभ इक्वल हाइज भनेर पनि चिन्न सकिन्छ। यसको माथि पनि लिक्विडिटी टन्नै हुने गर्छ र तल स्विङ लोजहरू जोडियो भने पनि यसरी नै त्यसको तल चाहिँ सेल स्टपको लिक्विडिटिजहरू हुने गर्छ। अर्को छ जसरी हामीले स्विङ हाइज र स्विङ लोजको लिक्विडिटी हुने गर्छ भनेर अहिले भर्खर पढ्यौँ, त्यसरी नै जब मार्केट रेन्ज बन्छ, रेन्ज भनेको चाहिँ एकदमै खुम्चिएको मार्केट, खुम्चिने बेला चाहिँ स्विङ लोज पनि सँगसँगै हुन्छ यसरी र स्विङ हाइज पनि सँगसँगै जोडिएको हुन्छ यसरी रेन्ज हुने गर्छ। यसको दुईतिरै माथि पनि हुनसक्छ लिक्विडिटी र तल पनि हुनसक्छ लिक्विडिटी। र रेन्ज जसरी पनि खुम्चिन मिल्छ, जसरी यहाँ स्ट्रेट खुम्चाहाट छ भने यसरी अझै स्क्विज हुँदै जाने पनि रेन्ज हुने गर्छ। जब यो प्रिभियस द फर्स्ट स्विङ हाई र स्विङ लोलाई कट्न सकेन भने त्यो रेन्ज भयो है त। यसको माथि पनि लिक्विडिटी हुने गर्छ र यसको तल पनि लिक्विडिटी हुने गर्छ। र अर्को लिक्विडिटी चाहिँ कसरी बन्न सक्छ भने जब एक दिन कम्प्लिट हुन्छ, त्यो एक दिन यत्तिकै कम्प्लिट भएको हुँदैन, त्यो चाहिँ सेसन मिलेर चाहिँ कम्प्लिट भएको हुन्छ। एक दिनमा 4वटा सेसन हुन्छ, सिडनी सेसन, एजेन्ट सेसन, लन्डन सेसन र न्युयोर्क सेसन। त्यो 4वटा सेसन कम्प्लिट भए सँगसँगै लास्टमा चाहिँ एउटा डे कम्प्लिट हुने हो र ती 4वटा सेसनको हाई र लोजमा पनि जस्तै मानौँ कि यो बिग स्क्वायर चाहिँ एउटा 1 डे भयो भने त्यसको भित्र भएको चाहिँ हाम्रो सेसन्सहरू भयो। यो चाहिँ सेसन भयो। यो सिडनी सेसन सपोज, यो एजेन्ट सेसन, यो लन्डन सेसन, यो न्युयोर्क सेसन। र अहिलेको लागि यसलाई मैले डिलिट गरिदिएँ। प्रत्येक सेसनमा मार्केट स्ट्रक्चर कनेक्ट हुन्छ यसरी र प्रत्येक सेसनको जस्तै यो सिडनी सेसनको माथि र तल पनि लिक्विडिटी हुन्छ, एजेन्ट सेसनको माथि र तल पनि लिक्विडिटी हुन्छ र लन्डन सेसन र न्युयोर्क सेसनको माथि र तल पनि लिक्विडिटी हुने गर्छ। जसरी मार्केट स्ट्रक्चर यहाँ कनेक्ट हुँदै गइरहेको छ त्यसरी नै सेसनहरू पनि कनेक्ट हुँदै जान्छ किनभने ड्युरेसन
टाइम र प्राइस सँगसँगै जान्छ। हामीले प्रिभियस भिडियोमा पढे अनुसार त्यो कनेक्ट हुँदा साथ डे पनि कम्प्लिट हुन्छ र 1 डेको ओभरअल माथि र तल त लिक्विडिटी हुन्छ र सेसनको माथि र तल पनि प्रत्येक सेसनको माथि र तल पनि लिक्विडिटी हुने गर्छ। अप डाउन, बाइज सेल्स। सो यस, हामीले लिक्विडिटीको बारेमा पढ्यौँ। अब हामीले पढ्छौँ लिक्विडिटी ग्र्याबको बारेमा। लिक्विडिटी ग्र्याब पढ्नु अघि चाहिँ मैले केही कुरा भन्न जाँदैछु। लिक्विडिटी ग्र्याब भनेको एउटा कन्सेप्ट हो, स्ट्र्याटेजी हो हामीले ट्रेडिङ गर्नको लागि। यो लास्टमा घुमिफिरी ट्रेडिङ कसरी गर्ने, ट्रेडिङ गरेर प्रोफिटेबल कसरी हुने भन्ने कुरा आउँछ। हामी बिग मनी होइन, हामी इन्स्टिट्युसनल मनी होइन, हामी भनेको रिटेल ट्रेडर्स हो। हामी यो बिग फरेक्स मार्केटको अगाडि एउटा धुलोको सानो टुक्रा पनि होइन। सो दुनियाँभरि प्राय जसो मान्छेहरूले चाहिँ ट्रेडिङ कसरी गर्छ भने यो इक्वल हाइज जुन यो सपोर्ट एन्ड रेजिस्टेन्स छ, यो सपोर्ट एन्ड रेजिस्टेन्समा फेरि छोयो भने चाहिँ सेल जाने होइन, अथवा यसलाई कटायो भने चाहिँ जस्तो यो यसलाई कटायो भने चाहिँ यसरी कटायो भने चाहिँ यसलाई ब्रेकआउट ट्रेड भन्ने अनि बाई जाने होइन, यसरी बाई जाने माथि। अनि यो रेन्ज छ, जुन रेन्जको जता पनि फोडे पनि यदि रेन्जले माथि फोड्यो भने चाहिँ बाई जाने, अनि रेन्जले तल फोड्यो भने चाहिँ यसरी सेल जाने चलन छ। अनि यो स्विङ हाई र स्विङ लोमा पनि यसरी माथि गयो भने चाहिँ बाई जाने होइन, अनि यसरी तल गयो भने चाहिँ सेल जाने टेक्निक्सहरू अथवा स्ट्र्याटेजिजहरू अपनाउने गर्छ ट्रेडर्सहरूले। त्यही भएर चाहिँ 98 भन्दा धेरै पर्सेन्टेज अफ द ट्रेडर्स फ्लप खान्छ, लसमा जान्छ। तपाईँले गुगल गर्न सक्नुहुन्छ, फरेक्स ट्रेडिङमा जम्मा 2% जति पनि प्रोफिटेबल हुँदैन। सो लिक्विडिटी ग्र्याब भन्ने कन्सेप्ट किन एकदमै इम्पोर्टेन्ट छ भने यसले चाहिँ लजिकल कुरा गर्छ। हुन त यो पनि एउटा थ्योरी हो, तर यसले चाहिँ अलि लजिकल वेमा चाहिँ हामीलाई प्रोफिटेबल ट्रेडर बन्नको लागि हेल्प गर्छ। सो यहाँ जति पनि तमाम स्ट्र्याटेजिजहरू युज गर्ने गर्छ दुनियाँभरि मान्छेले, त्यसको ठ्याक्कै अपोजिट छ लिक्विडिटी ग्र्याब भनेको। सो अघि लिक्विडिटी भन्ने टपिकमा हामीले के पढ्यौँ भन्दा कुनै पनि मार्केटको स्विङ हाई र स्विङ लोको तल लिक्विडिटी हुन्छ, इक्वल हाइज अथवा रेजिस्टेन्स र सपोर्टको माथि र तल लिक्विडिटी हुन्छ, र रेन्जको माथि र तल लिक्विडिटी हुन्छ। यो हामी सबैले अघि न पढिसकेको कुरा हो। अब लिक्विडिटी ग्र्याब भने के हो भने जुन म्याक्सिमम नम्बर्स अफ ट्रेडर्सले गर्छ त्यसको ठ्याक्कै उल्टो। हामीले के पढेको थियौँ, यहाँ लिक्विडिटी हुन्छ, यहाँ बाई साइड लिक्विडिटी हुन्छ अथवा बाई स्टप्सहरू हुने गर्छ लिक्विडिटी। यसलाई चाहिँ लिएर मार्केट रिभर्स फर्किने गर्छ है त। अनि यो रेन्जको माथि र तल हुन्छ भने चाहिँ मानौँ कि माथि गयो, माथि गइसकेपछि क्विकली तल जाने गर्छ, अनि यो हाई र लोमा चाहिँ यसरी लो मानौँ कि यसमा लोलाई लिएर चाहिँ माथि जाने गर्छ। यस्तो हुने गर्छ, अपोजिट जाने गर्छ मार्केट। सधैँ यस्तो हुन्छ भन्न खोजेको होइन, तर लिक्विडिटी ग्र्याब कन्सेप्टमा चाहिँ हामीले यसलाई एकदमै विस्तार तरिकाले बुझ्न सकिन्छ। किनभने फरेक्स मार्केटले ट्रेडर्सहरूलाई प्रोफिटेबल बनाउन दिँदिन। एकदमै फरेक्स मार्केट बनेकै त्यस आधारमा हो कि जे होस् रिटेल ट्रेडर्सहरू प्रोफिटेबल बन्नै नसक्ने आधारमा बनेको हो। फरेक्स मार्केटमा चाहिँ रिटेल ट्रेडर्सहरूले चाहिँ प्रोफिट बनाउनै नमिलोस् त्यो हिसाबले डिजाइन्ड मार्केट हो फरेक्स मार्केट अथवा एनी काइन्ड अफ मार्केट चाहिँ। सो जति मार्केट खुम्चिँदै जान्छ, जति इक्वल हाइज बनाउँदै जान्छ र जति हाइजहरू क्रिएट गर्दै जान्छ अथवा हाई अथवा लो क्रिएट गर्दै जान्छ, त्यति ट्रेडर्सहरू इन्गेज हुँदै जान्छन्। जस्तै यो इक्वल हाईमा चाहिँ हेर्ने हो भने यो इक्वल हाई, यो जुन इक्वल हाई छ 1 2 3 बनेर जुन इक्वल हाई छ, यो रेजिस्टेन्स भनौँ यसलाई। यो बन्दा बित्तिकै मान्छेहरूले के सोध्छ भने
यसलाई तोड्यो कि बाइ जाने भन्ने ट्रेडर्सहरू म्याक्सिमम नम्बर्स अफ मानौँ कि 80% भन्दा धेरै ट्रेडर्सहरू यस्तो गर्ने गर्छ र मार्केट माथि जाँदा बित्तिकै बाई जान्छ, सबैजनाले बाई अर्डर्सहरू हाल्ने गर्छ। तर मार्केटको प्लान नै अर्कै हुन्छ र सिधा भोलाटाइल तरिकाले रिभर्स भइदिन्छ है त। यसरी मार्केटले सबै बायर्सहरूलाई चाहिँ ट्र्यापमा पारेर तल गइदिन्छ र यहाँ एसएल तल हुने गर्छ। सबैले म्याक्सिममले सिक्ने स्ट्राटेजी यही नै हो र एसएल तल हुने गर्छ र त्यो एसएल ग्र्याब गरिदिन्छ, त्यो हन्ट गरिदिन्छ र मार्केट चाहिँ आफ्नो डाइरेक्सनमा मजाले जान्छ है त। कसरी जान्छ, कसरी ट्रेड लिन सकिन्छ त्यो कुराहरू मैले अरू भिडियोजहरूमा विस्तारमा भन्नेछु। र यहाँ पनि एउटा रेन्ज मानौँ कि यो रेन्ज छ, यो रेन्ज एकदमै बेरसम्म भइराख्यो भने चाहिँ यसको माथि तोड्दा बित्तिकै म्याक्सिमम नम्बर्सहरू बाइ जाने गर्छ र केही छिनपछि एकदमै भोलाटाइल तरिकाले तल जाने गर्छ। अब यो जुन तलको मुभ गएको छ यो मुभलाई चाहिँ हामीले खान सिक्ने हो है त। कसरी जान्छ, कसरी ट्रेड लिन सकिन्छ त्यो चाहिँ मैले पछि भिडियोजहरूमा सिकाउने छु। र यहाँ पनि सपोज यो चाहिँ हाईको कुरा गरौँ, यसरी हाई तोड्यो भने चाहिँ यहाँ पनि मान्छेहरू टन्नै हायर हाई हायर लो बनाएर, अर्को हायर हाई बनाएर, हायर लो बनाएर, फेरि अर्को हायर हाई बनाएर जाला भनेर चाहिँ एक्सपेक्ट गर्ने गर्छ। तर यहाँ पनि रिभर्स गइदिन्छ है त। यहाँ पनि हामीले सेल लिन सकिन्छ र त्यही कुराहरू चाहिँ मैले आफ्नो भिडियोजहरूमा पछि सिकाउने छु। हामी चाहिँ म्याक्सिमम नम्बर अफ ट्रेडर्स भन्दा ठ्याक्क अपोजिट गर्नेछौँ र यो लजिकल वेमा हामीले सिक्नेछौँ। किन यो एकदमै काम लाग्ने ट्रेडिङ स्ट्राटेजी हो, किन यो ट्रेडिङ स्ट्राटेजी एकदमै हाइली प्रोफिटेबल छ, यो सब कुराहरू मैले पछि अरू भिडियोजहरूमा सिकाउने छु। सो स्टे ट्युन्ड, अर्को भिडियो आउँदासम्म चाहिँ वेट गर्नु होला। धेरै कुराहरू मैले सिकाउने छु अर्को भिडियोजमा पनि। सो द्याट्स अल फर टुडे।